ल हेर्नुहोस् यो तेह्रथुम जिल्लाको म्याङ्लुङ नगरपालिका वार्ड नम्बर 1 वार्ड नम्बर 1 को चाहिँ खानेपानीको अवस्था यस्तो नाजुक छ। हेर्नुहोस् त, कहाँ गयो सरकार, कहाँ गई भातमाराहरू है। आएको बजेर अहिलेसम्म यो 21औं शताब्दीसम्म यो पानीको हल भएको छैन। हेर्नुहोस् आज दसैँको 9औं दिन, नवमीको दिन हेर्नुहोस् त पानीको दुःख। यहाँ न धारामा पानी छ न उसमा पानी छ। आज 12-15 दिन भयो भन्छन् पानी नआएको। यहाँ आएर बसिरहेको छन्। राति 3 बजी आएको। कति बजी आउनुभएको तपाईँहरू? 3:30 बजे आएको म त। उता भाइ कति बजे आएको भने? 3:30 बजीदेखि आउँदा पनि अहिलेसम्म पानीको पाला आएको छैन। हेर्नुहोस् यो हालत हुँदा पनि सरकारको ध्यान कहाँ छ? विचार गर्नु पर्यो क्या सबैले। यस्तै सरकार समस्या पुर्याउनु पर्यो, बुझ्नुभयो नि।